Sharlo nupjang tham si tiba Sharlo nupjang tham si tiba Nana nga jojo ale Nana nga jojo ale Yang rena nan Jesum hinna Mindo la pole Mindo la pole Mindo la pole Lato fiafula tini non mangalbar nyatela chuing hala tin bamla tini non NTV Plus June lasi minno pole getang chiabari bitasi mami vision setla ngatapati dan siasi siuba mokon darsak juguda getangri denmula Mindo la pole तामाङ वाइ संगीत थेन छामरी सेनसेन लोलो लोलो विषय वस्तुला माध्यम ग्यामसे तामाङ थेन छामरी तामाङ ह्युल बनहाङरी रंगला कला संस्कृति रिमठिम परम्परा ओम छामरी सेनसेन लोलो लोलो विषय वस्तु गदे थोरी एफएनओ मीडिया हाउस ला प्रायोजनरी सेंगसिगेन खबलाबा मिन्दला फुले गेताङला तिनीला बोरी जाबी साम गनिसे रंगनीदा जब जब वाइला छामरी वया निबा माघ 25 गते शनिबार रेकुनुजा यम्बुला जोर पार्टी स्थित नारायण टारीजा नेपाल बुद्धिस्ट तामाङ सुधार समितिला आयोजनारिजा लोछार सांस्कृतिक गेताङ ताबमुबा गनिसे तिनीला जु गेताङ रिजा थेनोन गेताङ फिरी तयार लब तुन्ब रिपोर्ट बछि खबमुला दर्शक जुगो दरिम जाबिसाम सप्तन ढंगनोन लता सिमामी गेताङदा ngachaborke गोर्की उहाइग्यामसे चुहाइ ngairangita थानबाइगेन मुला तामाङ चलचित्र मुगलान झुलग्यामसे डम्फुल गेरो अम्बुला गेरो लफुरवा कृष्ण छै हे डम्फुल गेरो अम्बुला गेरो लफुरवा कृष्ण छै शिशिमा भरवा तिलमुल होइ हसिन सोधे जलमायालाई शिशिमा भरवा तिलमुल होइ हसिन सोधे जलमायालाई गेताङरी डेनमुला दर्शक जुगो तोल गेताङला ngacharin ngai rangni da thasang pinajin bambagi tini रचु गेताङरी जा ngai rangni da वयानिबा माघ 25 गते शनिबार रेकुनुजा नेपाल बुद्धिस्ट तामाङ सुधार समितिला आयोजनारी जा यम्बुला जोर पार्टी स्थित नारायण टारीजा लोछार सांस्कृतिक गेताङजा ताबमुबा दिङदाङसेन नेपाल बुद्धिस्ट तामाङ सुधार समिति से जा लोछार सांगीतिक गेताङला आयोजना जा लसिखबमुला तर चुपाल छेला गेताङरी जा बिसाम नेपाल बुद्धिस्ट तामाङ सुधार समिति से जा खेपखुई दोबा आखेमम कतिदा सम्मान लसी गोर्की विशेष गेताङ सिंहबा प्रयास लाबमुबा छामरी दत्ते सिंहबाइगेन मुबा नेपाल बुद्धिस्ट तामाङ सुधार समिति से सिंहबाइगेन मुबा गोन बोदाजा लोलो लोलो व्यक्तित्व कते जा सहयोग लबमुबा थेनन गेताङला दुई सांग्रीजा थेनन सहयोगी कते दैनन सम्मान लबमुबा दादिमला तांग्री बिसाम थेनन गेताङ फिरी तयार लबा तुनब रिपोर्ट रांगनीला ओन सांग्री ह्याङ तामाङला खप्पै बिमा ग्रेन सांस्कृतिक थेन ऐतिहासिक अजभी तामाङ बिसी मोसेन लबा क्रीडा सुपाल सेला सुनाम लोछार डाङबलाम तांग्री नेपाल बुद्धिस्ट तामाङ सुधार समिति माकालबारी गोकर्णेश्वर जिल्ला आयोजनारी चुनन लाला 25 गते शनिबार रेकुनु यम्बुला जोर पार्टी नारायण टारी सभ्यथेन भव्य रूपले डाङ्गमुला
समितिला चोहो पूर्णबहादुर थिङ तामाङला चोहोदानले तब 2850औं ता सोनाम लोछार सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गेताङला प्रमुख अतिथि लामा गुरु पासाङ लामा ससाइलोन गुरुला स्वास्थ्य स्कुला कारण जिल्लातासी उपस्थित तबरी आखम्बसेनामा गेताङला विशेष अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री हित बहादुर तामाङ लगायत ढोलो ढोलो क्षेत्रला वरिष्ठ व्यक्तित्व करेला आदित्य ग्याम्से समितिला पहलरी निर्माणाधीन गुम्बदा ताङ्गा सहयोग लबा सहयोगी सुविधा सम्मान पत्रलाई छाम्री सम्मान लावामुबा एक वर्ष पनि विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम एवं भवन निर्माणका लागि आर्थिक योगदान गर्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरू र समाजसेवी महानुभावहरूमा हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यस्तो सहयोगको आगामी दिनमाहरू पनि निरन्तर मिलोस् भन्ने कामना गरिरहेको फेरंगनुन लतासी समिति से नाटका धंधे लकी खबा खेपा खुई दोबा आखे माम कदेदा घा धनवन खादा ओम तामाङ तागी ग्याम से सम्मानुन दाबाबुबा संचारकर्मी शान्ति दोङसे सञ्चालन लक्ष्मीबा गेताङला टोल्लो करेसे शुभकामना मन्तव्य थानबलाङ ताङरी हेनी आखे मेमे माम कदेला मुलाम सेन नि ह्याङ चुरी मुला हेनी से थानबा थाङला संस्कार संस्कृति सेन परम्परा ओम योइकाई गोइरो सेन हिनी ह्याङ तामाङ बिसी जम्बुलिङ्ग्री मोसेबा नवमुला सुरङबा ग्रेन योगदान दोन्बा आठिमम कलिदा समिति से सम्मान लबताम ह्याङ तामाङला झुलबा ढङ्गी कोर्के ज्याबा उदाहरणीय के हिन्न बिसी प्रशंसानुन नवमुला सुरंगन लकी सम्मान तबा आठिमम कदिसे येन्दुन से नसगेन खबा सुरंगबा खेपा खुई दोबा ngani कदिदा सम्मान लमा ngani धामन तांगबमुला येन्दुन से खबर रे कदेली अझै सुभन्दा ज्याबजमा गेताङ कदे लाखंगाई येन्दुन भेगै खाते बिसी मोलमनो लक्ष्य बमुबा गेताङला घुङघुङले स्याबाथेन खुवाई कोबग्यामसे गेताङले सहभागी तबा भेनन दर्शक कदेदा मनोरञ्जन मन बिनबलाङ ताङले गेताङला निच्छला ताङले जादिसाम चर्चित गाइबा रोज मोक्तानला भव्य सांगीतिक प्रस्तुति ग्यामसे गेताङ च्याबा बेनासेन खप्पै विमल नामा मनोरञ्जन किनबमुबा तिमीलाई भेट्न पाउँछु सबै चर्ने भेगमा तिमीलाई लिन पाउँछु फेरि चर्ने भेगमा तिमै जाऊ दिने राम्रै अखेरिको कुरा छ फुल जस्तो आङ्गिर बत्तुमा झरनाभरि भई भनेर छनौनी घिउ जस्तो गाउँ तिमै जाऊ दिने राम्रै अखेरिको कुरा छ फुल जस्तो आङ्गिर बत्तुमा छ
कति बस्नुमै ज्यान गाउँ घरैमा लैजाउला घुमाउनु सहरमा बिताउला जीवन हाँस्दै र खेल्दै गाँसौला माया रहरमा कति बस्नुमै ज्यान गाउँ घरैमा लैजाउला घुमाउनु सहरमा बिताउला जीवन हाँस्दै र खेल्दै गाँसौला माया रहरमा सुर्पीको दाना सोल्टिनी नाना लाउँदैन पिरती नामा सुर्पीको दाना सोल्टिनी नाना लाउँदैन पिरती नामा दतेरांगनी से 86 चूजे नेपाल बुद्धिस्ट तामाङ सुधार समिति से आयोजना लबा लोछार सांस्कृतिक गेताङ फिरी तयार लबा तुनब रिपोर्ट दर्शक जुगो थेनोन गेताङला दुई सांग्रिजा ngani से चो नेपाल बुद्धिस्ट तामाङ सुधार समिति चा खरंग किसिमला गेन्दुन हिन्ना ओम चुसे लसिकेन खबा चुरंग किसिमला गेताङ कदेला उद्देश्य जा तिला ओम छामरी दत्ते गेन्दुन छे सोबागेन लबा गोनमोला निर्माण कार्य जा खाइम दोजी ओम खाइम दोनरी जा जिन्न विदासी मानिङनी से गेन्दुन ला चोहो पूर्ण बहादुर तामाङ थिङ ओम छामरी थेब गौराई रूप तामाङ दंगनी से न्योय बमुबा च्यासुगो तिलसुन बने नेपाल बुद्धिस्ट तामाङ सुधार समिति 2052-53 सालदेखि नै हामीले सञ्चालन गरेको हो यो खास वास्तविकतामा चाहिँ तर औपचारिक त कहिलेखेर पायो भने हामीले 2057 सालमा जब हामीले विधान दर्ता गरेदेखि लिएर जिल्ला प्रशासन कार्यालयमा हामीले दर्ता लियौँ त्यसपछि मात्र हामीले यो वैधानिकता पाएको हो त्यस वर्षदेखि चाहिँ हामीले यो कार्यक्रम यस्तो कार्यक्रमहरू बेला बेलामा गरिरहेका छौँ यो संस्थाले धेरै तामाङ दाजुभाइ असहाय बाढी पीडित आगो लागेकोहरूलाई पनि हामीले सहयोग गरिरहेका छौँ र सँगसँगै हामीले के पनि गरिरहेका छौँ भने अब यो अबको समयमा चाहिँ अब हामीले के गर्नुपर्ने रहेछ भने यो यस्तो कार्यक्रमहरूलाई अझ तीव्रता दिएर हाम्रो आफ्नै समुदायमा पनि केही कला हुनसक्छ प्रतिभा लुकेर बसेको हुनसक्छ त्यसलाई तिखार्ने काम हामी गर्दैछौँ र यो संस्थाले भाषा संस्कृति रीतिरिवाजको जगेर्ना गर्दै आएको छौँ हामीले विभिन्न कार्यक्रमहरू गरिरहेको छौँ यसको सन्दर्भमा हामीले यो संस्कृति जगेर्ना भनेको अब अहिले रिसेन्टलीको हामीले बुद्ध जयन्ती गरेका छौँ हामी एउटा बुद्धिस्ट धर्मावलम्बी हो हामी बुद्धिस्ट हाम्रो त जन्मिने बित्तिकै लामाले न्वारन गर्ने चलन छ त्यो हिसाबले हामी बुद्धिस्टहरूले अहिले हामीले भर्खर बुद्ध जयन्तीको एउटा कार्यक्रम सकायौँ त्यसपछि हामीले यो एउटै चाखलाग्दो विषय हामी बुद्धिस्टहरू संसारभरका बुद्धिस्टहरूलाई एउटा मान गर्ने एउटा अपमान गर्ने एउटा जुन एउटा कार्यक्रम भएको थियो यो हाम्रो काँक्रे बिहारमा त्यसको पनि हामीले विरोध कार्यक्रम गऱ्यौँ लुम्बिनी दिव्यात्राको लुम्बिनी शान्ति दिव्यात्रा पनि त्यसमा पनि हामी सहभागी भयौँ यसो गरी समन्वय गरेर हामीले जुन आफ्नो संस्थाको तर्फबाट जसरी जुन दायित्व गर्नुपर्ने हो आफ्नो संस्कृति आफ्नो रीतिरिवाज सिङ्गो देशलाई कसरी लानुपर्ने भन्ने कुरा हाम्रो भाषाबाट हामी प्रस्तुत गरिरहेका छौँ भाषा रीतिरिवाजहरूले उद्देश्यहरू अब बिस्तारै प्राप्ति हुँदैछ हामीले अब नेपाल बुद्धिस्ट तामाङ सुधार समिति भनेर हामीले 57 सालमा स्थापित गऱ्यौँ हैन यो संस्थाले चाहिँ विभिन्न कार्यक्रमहरू लोसार कार्यक्रमहरू गर्दै आएको थियो थिन चाहिँ प्रत्येक पार्टी प्यालेसमादेखि लिएर अब हाम्रो भवन थिएन अहिले आएर अब हाम्रो भवनमा पनि लोसार कार्यक्रम मनाउन पाउँदा एकदम गर्व नै गदगद भएको छ हैन र अनि अहिले एउटा मामले भन्नुभयो हामीले सम्मान गर्दाखेरि मामलाई सम्मान गर्दा चाहिँ उहाँको आँखाबाट आँसु आयो अनि हामीले चाहिँ भवन निर्माणदेखि लिएर यो विशेष त गुम्बा निर्माण हो अनि भवन निर्माणको लागि चाहिँ जनचेतनामूलक कार्यक्रम पनि होस् यो लोसार कार्यक्रम माध्यमबाट हाम्रो संस्कृति हाम्रो पहिचान पनि हुने र तपाईको गुम्बालाई पनि सहयोग हुने उद्देश्यले हामीले यो गुम्बाकै प्राङ्गणमा चाहिँ लोसार कार्यक्रम मनायौँ आज आयोजना गरेको यस 2850 ता लोसारको मा हामीले वृद्धहरूलाई सम्मान गरेका छौँ र गुम्बा निर्माणमा आर्थिक सहयोग गर्नुभएका व्यक्ति सङ्घ संस्थालाई पनि हामीले यसै पावन अवसर पारेर सम्मान पत्र प्रदान गरेका छौँ यसको मूल उद्देश्य चाहिँ के हो भने कुनै पनि व्यक्तिले सहयोग दिन्छ भने उहाँलाई पनि सम्मान गर्न हामीले जान्नुपर्छ सहकार्य र अपेक्षा गरेर हामी यसरी अगाडि बढ्ने हो किनभने हामी पनि भोलि वृद्ध हुन्छौँ वृद्ध भने हाम्रो आउने सन्ततिले अब आउने सन्ततिहरूले पनि त्यो कुराहरूलाई
राम्रोसित दर्पण गर्न सक्नु पर्यो र भोलिको दिनमा आउने दिनमा उनीहरूले पनि हाम्रा भाइ बहिनी छोराछोरीहरूले पनि त यो कुराहरू लागू गर्नु पर्यो किनभने हाम्रो रीतिरिवाज संस्कृति भन्यो भने वृद्धहरू हो वृद्ध भन्नु हाम्रो गहनाहरू हुन् हाम्रो 70 वर्ष माथि पुगेका जति पनि वृद्धहरू छन् भनेको त हाम्रो गहनाहरू हुन् उनीहरूलाई हामीले सम्मान गर्न जानुपर्छ जगेर्ना गर्न जानुपर्छ भन्ने हेतुले हामीले आज यस सम्मान कार्यक्रममा वृद्धलाई र कार्यक्रम सञ्चालन गर्नलाई सहयोग गर्ने विभिन्न सङ्घ संस्थाहरूलाई पनि हामीले यसपालि सम्मान कार्यक्रम राखेर अलि छुट्टै तरिकाले भिन्न तरिकाले एउटा कार्यक्रम गर्ने जमर्को राखेका छौँ। गुम्बा निर्माण कार्यक्रम त तपाईँको यो हाम्रै सदस्यहरूबाट थोपा जम्मा गरेर चाहिँ एक ढल्लासम्म चाहिँ जग्गा आफ्नै निजी स्रोतले किनेर यहाँसम्म पुग्यौँ। अहिलेसम्म तपाईँको कुनै सरकारी निकायबाट स्रोत आएको छैन, आफ्नै निजी स्रोत हो। यसलाई विभिन्न सङ्घ संस्था सरकारी निकायमा पनि हामीले दबाब दिने निवेदन दिने कामहरू गरिरहेका छौँ होला, पक्कै होला। अब यो हाम्रो लक्ष्य चाहिँ विचलन भएको छैन, यो हामी लक्ष्यमा पुग्छौँ। यो त भर्खर अब सुरुवात हो। यो हुन्छ निश्चय पनि हातमा हात काँधमा काँध साथीभाइ हाम्रो कमिटीका साथीहरू तामाङ साथीभाइ टोलका तमाम सङ्घ संस्थाहरूले सहयोग गर्नेछन्। यो लगभग 4-5 वर्षमा पुरा गर्छौँ हामी।
रांगली डेन मुला रांगनी से भरखर नोन एनटीपी प्लस ट्यून लवन मुला बिसाम दते रांगनी से च्यासी सिबाइगेन मुला ह्यांगलन तामाङ दुई लगे ताङ मेन्दोल फुले दर्शक जुगो ngani se chu mindolo fule ge tangri sa khamde dona lolo lolo bisay bostu kate batasi rangni da lhama biman lhama thasang kade lhama biman lhama jankari kade pinba bang la city bamula chamri rangni da jaba jaba wai sangeet la madhyam gyam se मनोरञ्जन non pinba bang la city bamula theran tangri darim cha bisam rangni da मनोरञ्जन pinba la lagri bidasi mani ngai gorki chiaba wai non base khabamula chasigo suai सुख गाङ सलाला माया दुख गाङ सलाला हो सुख गाङ सलाला माया दुख गाङ सलाला संवासिना ताङ बधोलाई निसम हो मेन्दो धो संवासिना ताङ बधोलाई निसम सुख गाङ सलाला माया दुख गाङ सलाला छाम्नो नेला माया क्रासे छाम्नो क्राला हो नेसे छाम्नो नेला माया क्रासे छाम्नो क्राला रांगनी दा खारंग बछोर जी 3
तिब्लचु मिन्दोला पुले गेताङ दर्शक जुगो तिनीला चेक्केन गेताङ आइना ngaनिसे सिंसिकेन खबलाब गेताङ कते रांगनिदा थारंग छोरसि टिपमुला रांगनिदा चु मिन्दोला पुले गेताङ फिरि तिलैनोन सल्लाह सुझाव कते तिलैनोन प्रतिक्रिया गुनासो कते नोन मुला बिसाम रांगनि सेंगानिदा इमेल मार्फत पुइगा बरी खामसेलमुला थेला लागिरी मिन्दोला पुले 90@yahoo.com री इमेल लवरी आमले शिवको विवन तिनीला लागिरी चाबिसा मिन्दोला पुले गेताङला दुइनोन जिनके लबसेलामा दोसिला हप्तरी चुनोन दुइरी ngaनिसे गोर्की छार विषय वस्तु बतासे मामी रांगनिला ओनछांगरी कानुन खसेला मुला तिनीला लागिरी चाबिसा मिन्दोला पुले थेमेला छामरी ngadaइनोन बिदोन सुसिगो रांगनिला छु हप्ता जिया पता गाइला छु शरलो नुजन थांसी टीवा शरलो